ओके नमस्कार, म सागर भण्डारी। अहिले चाहिँ नेपालको इतिहास रचेको किल्ला जितगढी किल्लामा छु म। बुटोलमा छ, यो बुटोलमा अवस्थित जितगढी किल्लामा छु म। अहिले चाहिँ पछाडि देखेको चाहिँ यो जितगढी फोर्ट अथवा जितगढी किल्ला लेखिएको ब्यानर मात्र हो भने हाम्रा प्राचीन राजा अथवा हाम्रा उजुर सिंह थापाज्यूले चाहिँ लडाइँ लडेको ऐतिहासिक महत्त्व बोकेको जितगढी किल्लाको बारेमा म केही तपाईँलाई थपमा अथवा ससानो जानकारी गराउन चाहन्छु। आउनुहोस्, मेरो पछि आउनुहोस्। हाम्रा पुर्खाहरूले कसरी लडाइँ लड्थ्यो त भन्ने संरचना बनाइएको छ यो ठाउँमा। हाम्रा पुर्खाहरू कसरी लडाइँ लड्थ्यो भन्ने देखाइएको छ भने तपाईँ देख्न सक्नुहुन्छ। सबैले खुकुरी, भाला, वीर गोर्खालीहरूको हाम्रो यो सपुत हो, यो प्रमाण हो। लडिरहेका थिए अथवा यो लड्दै गर्दाको दृश्य हो। दर्शक लड्दै गर्दाको दृश्य बनाइएको छ। कल्पना पनि गर्न सकिँदैन। हामी कतिसम्म योगदान दिइसकेका छन् हाम्रा वीर पुर्खाहरूले भन्न सकिन्छ। यस मूर्तिहरूबाट हामी थाहा पाउन सकिन्छ। अङ्ग्रेज विरुद्ध लड्नुभएका हाम्रा कमान्डर उजुर सिंह थापाका केही झलकहरू हुन् अथवा सिपाहीहरूको झलकहरू। कसरी हाम्रा पुर्खाहरू लडाइँ लड्थ्यो भन्ने कुरा यस मूर्तिमा देखाउन खोजिरहेको छ भने माथिबाट चाहिँ तपाईँले हेर्नुहुन्छ। यो चाहिँ पुरा के छ, जितगढी किल्ला। यतापट्टि चाहिँ पुरा किल्ला छ होइन। किल्ला भनेर ठोक्ने किल्ला होइन। ठुलो किल्ला अथवा ठुलो सुरुङ खोलेर चाहिँ नुवाकोट निकालिएको भन्ने विश्वास पनि लिएको छ। उजुर सिंह थापा, कमान्डर उजुर सिंह थापाको कमान्डमा चाहिँ ठुलो उता खाल्टो खनी अथवा क्रोल खनी माथि नुवाकोट डाँडामा निकाली र माथि हाइटबाट चाहिँ अङ्ग्रेज विरुद्ध लडेको भन्ने विश्वास लिएको छ। जानकारी पनि त्यही अनुसार पाइएको छ हामीले। भने लाखौँ मान्छेको नजरमा पर्न सफल जितगढी किल्ला हामीमाझ पनि नजरमा परिसकेको छ अथवा हाम्रो राष्ट्रिय सम्पदाको रूपमा पनि चिनाउन सफल भइसकेको छ। जितगढी किल्ला ऐतिहासिक महत्त्व बोकेको जितगढी किल्ला हो यो। ल, नमस्कार।